तपाईहरु पनि भिडियोको क्याटेगोरी दिन चाहनुहुन्छ भने यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, किनकि यो एउटा भिडियोको लागि चाहिँ यो क्याटेगोरी चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। पहिला चाहिँ तपाईले आफ्नो वाइटी स्टुडियो ओपन गर्नु होला। वाइटी स्टुडियो ओपन गरिसकेपछि यहाँनिर कन्टेक्स्टमा जानु होला। कन्टेक्स्टमा गइसकेपछि यहाँनिर भिडियो चाहिँ चुज गर्नु होला, कुन चाहिँ भिडियोको चाहिँ क्याटेगोरी दिन चाहनुहुन्छ। भिडियो चुज गर्नु होला। भिडियो चुज गरिसकेपछि यहाँनिर पेन्सिलको आइकन तपाईलाई देखिन्छ, यो पेन्सिलको आइकनमा क्लिक गर्नु होला। पेन्सिलको आइकनमा क्लिक गरिसकेपछि यहाँनिर तपाईको आइसकेको छ। अरु तपाई कतै नहेर्नु होला, यहाँ लास्टतिर हेर्नुस्, मोर अप्सन भन्ने चाहिँ एउटा अप्सन आएको छ। त्यो मोर अप्सनमा चाहिँ क्लिक गर्नु होला र यहाँनिर आइसकेको छ क्याटेगोरी भन्ने अप्सन आइसकेको छ। त्यो क्याटेगोरीमा चाहिँ तपाईले क्लिक गर्नु होला र कुन चाहिँ क्याटेगोरीको तपाईको भिडियो छ यहाँबाट चाहिँ तपाईले आफ्नो भिडियोमा चाहिँ क्याटेगोरीहरु चुज गरेर चाहिँ लगाउनु होला। यसरी तपाईले क्याटेगोरी चुज गरेर लगाउनु भयो भने तपाईको च्यानलमा कुनै किसिमको प्रब्लम पनि आउँदैन। तपाईको च्यानल चाहिँ राम्रोसँग चल्छ र ग्रो पनि छिटो हुन्छ।